हेलो गाइस, सो फेरि पनि आज चाहिँ हामी दुईजना घुम्न जाँदैछौँ। एकुरिम जाने कहाँ जाने रे? एकुरिम। सो म चाहिँ दुबईमा नि एकुरिम गएको थिएँ अनि यहाँ माल्टामा नि एकुरिम रहेछ होइन। सो त्यही भएर एकुरिम हेर्न जाँदैछु। यहाँ चाहिँ अलिकति सानो छ भने सुनेको छ अहिले चाहिँ। अनि यो क्रिसमस लागेर चाहिँ डेकोरेसन गरेको छ अरे। सो त्यही भएर यो एकुरिम हेर्न जाँदैछौँ। तपाईँहरूलाई नि लगेर जान्छु। कस्तो हुन्छ के थाहा गएपछि थाहा हुन्छ। सो भ्लग बनाउने भएपछि एउटा साथी चाहिँ चाहिन्छ के। सो आफ्नो पनि भिडियो बनाउने अनि उसको पनि भिडियो बनाइदिने। सो अहिले चाहिँ मलाई साथ दिइरहेको छ सुषमाले। अहिले चाहिँ ऊ चाहिँ मेरो एकदम बेस्ट भइरहेको छ। यत्तिको साथ दिने साथी चाहिँ हुनुपर्छ क्या लाइफमा है त। अनि मैले चाहिँ रियलाइज गरेको कि जिन्दगीको मोडमा जता मोड्यो अब साथीहरू पनि त्यस्तै चेन्ज हुँदै जाने रहेछ भनेर होइन। त्यस्तै साथी चाहिँ एकदम बेस्ट भेट्यो भने चाहिँ एकदम रमाइलो हुन्छ क्या। सो त्यहाँ चाहिँ बस जाँदैन अनि हामी चाहिँ हिँडेरै जान्छौँ। जम्मा 5 मिनटको बाटो छ होइन। 5 मिनट त होला नि, धेरै छैन। हामी चिया खाने ठाउँ आयो। यो चाहिँ हामी जहिले चिया खाने हो के हो, जिप्स कफी सप। हजुरहरू पनि आउनु होला चिया खान, मिठो मिठो चिया पाउँछ। चिया चाहिँ एकदम दामी चियाको साथमा समोसा, चियाको साथमा समोसा। समोसा पनि एकदम दामी छ यहाँनिर। अनि आफ्टर 10:30 चाहिँ 10:30 PM चाहिँ 50% डिस्काउन्ट छ। सो ओन्ली फर द फुडको लागि मात्रै, चायको लागि चाहिँ डिस्काउन्ट छैन। अनि माल्टामा चाहिँ अहिले चाहिँ एकदमै जाडो छ। सो तपाईँहरू चाहिँ आफ्नो केयर गर्नु होला होइन। यस्तो जाडो छ, यस्तो बाक्लो बाक्लो लुगा, यस्तो हावा चल्छ। अब सबै यस्तो बिगारिसक्यो। हेर न जाडो भएर एउटा। यो चाहिँ एकुरिम लगभग चाहिँ हामी एकुरिम आइपुगिसक्यौँ। अनि मैले चाहिँ फिल गरेको कुरा, यदि तपाईँसँग हिँड्ने साथी तपाईँले राम्रो भेटाउनु भयो, तपाईँलाई हरेकमा सुख दुःखमा साथ दिने भेटाउनु भयो भने तपाईँको हरेक दिनको दिन पनि राम्रोसँग बित्छ होइन। सो अब चाहिँ एकुरिम आइपुगिसक्यौँ। अब चाहिँ म तपाईँहरूलाई एकुरिम एन्ट्री गराउँछु। अनि यसलाई चाहिँ माल्टाको मिनी एकुरिम भन्दा नि हुन्छ, किनभने मलाई यो चाहिँ एकदम सानो लाग्यो। दुबईमा चाहिँ 3rd फ्लोरसम्म थियो स्टेप बाई स्टेप, तर यो चाहिँ यही फ्लोर र अनि ग्राउन्ड फ्लोर छ क्यारे। अनि यसको ब्याक साइडमा चाहिँ डिस्को बार छ क्यारे, सायद डिस्को बार छ, तर यो चाहिँ अति सानो लाग्यो मलाई। त्यसै चाहिँ यही हो। अझ राति चाहिँ अझ झिलिमिली हुन्छ यहाँनिर होइन। एकुरिम चाहिँ यही हो, अलि सानो छ एकुरिम चाहिँ। दुबईमा चाहिँ अलिक ठुलो थियो नि, यहाँ चाहिँ अलिक सानो छ। अनि कछुवा रहेछ यहाँ चाहिँ। पुरै यो क्रिसमसले यिनीहरूले यस्तो झिलिमिली गरेको छ क्या। अनि भन्नै पर्दा साथीको चाहिँ एकदम सपोर्ट चाहिन्छ। साथी चाहिँ चाहिन्छ नै। हरेक मोडमा चाहिँ हाम्रो चाहिँ डिफ्रेन्ट साथी हुन्छ। यो चाहिँ दिउँसोको दृश्य हो। तपाईँहरूलाई म रातिको पनि दृश्य हालिदिन्छु। यिनीहरूले चाहिँ पुरै लाइटिङ गरेछ कि झिनी। सो यसकै अर्कोपट्टि साइडमा लगेर जाँदैछु म तपाईँहरूलाई। सो यसको अर्को साइडपट्टि पनि यहाँ पनि पुरै झिलिमिली छ होइन। अनि यो अर्को ठाउँमा चाहिँ यति ठुलो फिस थियो कि ब्लू कलरमा, यस्तो दामी। राति चाहिँ यति दामी देख्छ कि वाउ। अनि रातिको भिडियो खिच्नको लागि चाहिँ म चाहिँ आफ्टर 2 घन्टापछि आएर यो भिडियो खिच्दैछु तपाईँहरूको लागि। राति चाहिँ पुरै यस्तो लाइटिङ यति दामी छ कि कुरै नगरौँ। सो अहिलेको लागि यति नै। थ्याङ्क यू सो मच। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने एक सब्सक्राइब गरिदिनु होला। बाई बाई।